नमस्ते। आजको भिडियोमा माल्टा स्किल टेस्ट पास फेज 2 को बारेमा रहेको छ, जुन हजुरहरूलाई VFS ग्लोबलले लिने गर्दछ। VFS ग्लोबलको फेज 2 इन्टरभ्यूमा हजुरहरूलाई के कस्ता किसिमका क्वेशनहरू सोध्छन् र क्वेशनको प्याटर्न कस्तो हुन्छ, कस्तो टाइपको क्वेशनहरू आउँछ, कति मिनेटको हुन्छ भन्ने विषयमा रहेको छ। र यदि हजुरहरू फेल हुनुहुन्छ अथवा पास हुनुहुन्छ भने पनि कति समयमा हजुरहरूलाई स्किल टेस्टको चाहिँ अपडेट आउँछ, यी सम्पूर्ण डिटेल हामीले हजुरहरूलाई दिनेछौँ। जब हजुरहरू VFS ग्लोबलमा आफ्नो स्किल टेस्ट गर्न जानुहुन्छ फेज 2, त्यसपछि हजुरहरूले के कस्तो चाहिँ फलोअप गर्नुपर्छ, के कुरा ध्यान दिनुपर्छ, त्यो भित्र लगेर हजुरलाई स्टेप बाई स्टेप कसरी चाहिँ नेक्स्ट प्रोसेसको लागि अघि बढाउँछ अथवा इन्टरभ्यूको लागि अघि बढाउँछ, सबै डिटेल हामीले धेरै साथीहरूले दिइसक्नु भएको छ फेज 2 र त्यही आधारमा हामीले यो भिडियो बनाएका छौँ, जुन हजुरहरूलाई पनि हेल्प हुनेछ। र विगतका समयमा चाहिँ धेरै साथीहरूले दुबईदेखि, इन्डियादेखि, नेपालदेखि पनि अलरेडी दिइरहनु भएको छ र उहाँहरू साथीहरूलाई सोधेका प्रश्नहरू र उहाँहरूकै एक्सपिरियन्समा हामीले यो भिडियो बनाएका छौँ। नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। आउनुहोस् अब भिडियोको सुरु गरौँ। फर्स्टमा चाहिँ जब हजुरहरूलाई चाहिँ अपोइन्टमेन्ट मिल्छ VFS ग्लोबलमा हजुरको स्किल टेस्ट पास फेज 2 को लागि, त्यसपछि हजुरहरूले आफ्नो सम्पूर्ण चाहिँ डकुमेन्टहरू लिएर जानु पर्दछ, जसमा चाहिँ पासपोर्ट र हजुरहरूको चाहिँ फेज 2 को लागि अपोइन्टमेन्ट लेटर अथवा स्किल भेरिफिकेसन इन्टरभ्यू भनेर एउटा लेटर दिएको हुन्छ, त्यो लेटर हजुरहरूले लानु पर्दछ। र त्यसपछि स्टार्टिङमा चाहिँ हजुरहरूलाई कति टाइममा बोलाएको छ, कुन टाइममा बोलाएको छ, त्यो टाइममै हजुरहरू एक्युरेट हजुरको इन्टरभ्यू हुन्छ। र त्यसपछि हजुरहरूलाई कन्फरेन्स रुम अथवा चाहिँ कम्प्युटर भएको रुमतिर लैजान्छ र त्यसपछि हजुरहरूको इयरफोन सेटअप गरिन्छ। सुरुमा इयरफोनमा सुन्छ कि सुन्दैन भनेर सेटअप गरिन्छ र त्यसपछि चाहिँ हजुरहरूलाई चाहिँ इन्टरभ्यू लिने प्रक्रिया अघि बढ्छ, जसमा चाहिँ इन्टरभ्युअरले चाहिँ हजुरहरूलाई देख्छ, हजुरहरूले चाहिँ इन्टरभ्यू लिने व्यक्तिलाई हजुरहरूले देख्न सक्नु हुँदैन। र त्यसपछि इन्टरभ्यू कति मिनटको हुन्छ त? इन्टरभ्यू लगभग हजुरको 30 मिनटको हुन्छ, जसमा चाहिँ 10 मिनट चाहिँ हजुरहरूले ट्रिकी क्वेसनको एन्सर दिनुपर्छ, जस्तै ट्रु अर फल्स, हो या होइन भनेर मात्रै हजुरहरूले बताउनु पर्ने हुन्छ। एकदम सर्टकट क्वेसन हुन्छ 10 मिनट। र त्यसपछिको 20 मिनट भनेको हजुरहरूलाई अलि लामो खालको चाहिँ प्रश्नहरू गरिन्छ, जसमा चाहिँ बेसिकली चाहिँ हजुरहरूको चाहिँ इङ्ग्लिस फ्लुएन्सी कस्तो छ, हजुरहरू इङ्ग्लिसमा कतिको कुराकानी गर्न सक्नुहुन्छ भनेर चाहिँ सेकेन्ड फेजको चाहिँ त्यो 20 मिनटको क्वेसनहरू चाहिँ त्यसको आधारमा रहन्छ। VFS ग्लोबलले लिने फेज 2 इन्टरभ्यूको अझै डिटेलमा हामी बुझौँ। फर्स्टमा चाहिँ हजुरहरूलाई जेनरली हजुरहरूले इन्ट्रोडक्सन दिनुपर्ने हुन्छ, उहाँहरूले पनि आफ्नो इन्ट्रोडक्सन दिनुहुन्छ। स्टार्टिङ फेजमा चाहिँ 10 मिनटको टाइम पिरियड भनेको आफ्नो जब रेस्पोन्सिबिलिटी, हजुरहरूले चाहिँ कुन अकुपेसनमा एप्लाई गर्नुभयो, नर्मल क्वेसनहरू जुन एक लाइनमा एन्सर गर्ने क्वेसनहरू सोधिन्छ। र त्यसपछि भनेको हजुरहरूलाई ट्रिकी क्वेसनहरू सोधिन्छ, ट्रु फल्स, जस्तै चाहिँ माल्टाको राजधानी भेलेटा हो कि होइन, अथवा चाहिँ माल्टामा पहिला चलाएको करेन्सी कुन हो, अथवा युरो हो, अथवा चाहिँ तपाईँको चाहिँ अरू मल्टिज करेन्सी हो भनेर त्यहाँ भनिएको हुन्छ। हजुरहरूले बताउनुपर्छ कि यो ट्रु हो या फल्स हो भनेर है। र त्यसपछि बाँकी 20 मिनट भने चाहिँ अलि लङ टाइप क्वेसन हुन्छ। हजुरहरूको अकुपेसन सम्बन्धी रिलेटेड हुनसक्छ, हजुरको माल्टा सम्बन्धी हुनसक्छ, यो चाहिँ जे पनि हुनसक्छ है। अब हजुर वेटरको लागि आउँदै हुनुहुन्छ, हाउसकिपिङको लागि आउँदै हुनुहुन्छ भने आफ्नो जब रेस्पोन्सिबिलिटीहरू राम्रोसँग पढ्नु होला, आफ्नो इम्प्लोयरको बारेमा पढ्नु होला। त्यसपछि माल्टाको हिस्ट्रीको बारेमा, यहाँको केप्सको बारेमा, यहाँको टेम्पल्सको बारेमा, यहाँको चाहिँ म्युजियमको बारेमा, यो विविध नेसनल चिजहरूको बारेमा हजुरहरूले अध्ययन गर्नु होला, बेसिक नलेजमा राख्नु होला। र फेज 2 मा चाहिँ हजुरहरूलाई भन्नुपर्दा ऱ्यान्डम खालको क्वेसन सोधिन्छ है, जसमा हजुरको अकुपेसन पर्न सक्छ, माल्टाको हिस्ट्री पर्न सक्छ, अलिकति हजुरहरूले लेन्दी एन्सर दिनुपर्ने हुन्छ त्यसमा चाहिँ है। ट्रु फल्स जस्तो हजुरले ट्रु फल्स भनेर मात्रै हुँदैन, त्यो 20 मिनटको क्वेसनमा चाहिँ हजुरहरूले मजाले चाहिँ रिप्लाई गर्नुपर्ने हुन्छ। ऱ्यान्डम क्वेसनहरू हुन्छ, मात्र हजुरहरूले कतिको इङ्ग्लिस बोल्नुहुन्छ, इङ्ग्लिस हजुरको फ्लुएन्सी छ कि छैन भनेर मात्रै चेक गर्न खोजे हुन्छन् है। नेक्स्ट विक हाम्रो केही एप्लिकेन्टहरू अबुधाबीदेखि VFS ग्लोबलमा फेज 2 को इन्टरभ्यू दिन जानुभएको थियो र उहाँहरूलाई पनि जेनरल क्वेसनहरू सोधियो र लेन्दी क्वेसनहरूमा चाहिँ उहाँहरूलाई आफ्नो जब डिस्क्रिप्सनहरू के गर्नुपर्छ भनेर चाहिँ सोधियो, जब टाइटलको बारेमा सोधियो र उहाँहरूलाई चाहिँ केही ट्रिकी क्वेसनहरू सोधियो, अथवा चाहिँ गेस्टले चाहिँ केही कुरा बिर्स्यो अथवा भुल्यो भने तपाईँहरूले कसरी रेस्पोन्ड गर्नुहुन्छ, खानामा कम्प्लेन आयो भने कसरी तपाईँहरूले हेर्नुहुन्छ, फुड सर्भिस अथवा चाहिँ वेटरमा जाने भाइहरूले एप्लाई गर्नुभएको थियो, उहाँहरूलाई जेनरली आफ्नो वर्क रिलेटेड क्वेसनहरू सोधिएको थियो। र त्यति साह्रो हजुरहरू आत्तिनु पर्दैन। मैले बताए अनुसार हजुरहरूले चाहिँ 30 मिनटको चाहिँ टाइम पिरियडमा हजुरहरूलाई चाहिँ 10 मिनट
ट्रिकी क्वेसनहरू सोधिन्छ जसमा हजुरहरूले ट्रु भए ट्रु, फल्स भए फल्स भनिदिनु होला। र त्यसपछिको 20 मिनट चाहिँ हजुरहरूलाई जेनरल हजुरको वर्क रिलेटेड क्वेसनहरू सोधिन्छ, नर्मल आइक्यू क्वेसनहरू सोधिन्छ। एकदमै सरल हुन्छ, मात्र हजुरहरूले राम्रो फ्लुएन्सीमा इङ्ग्लिस बोल्नुभयो भने हजुरहरू इजिली पास हुन सक्नुहुन्छ। र हजुरहरूलाई सजिलोको लागि के कस्ता क्वेसनहरू सोधिएको थियो भनेर अलरेडी मैले भिडियोमा पनि हालिदिइसकेको छु, के क्वेसनहरू सोधिएको छु भनेर नयाँ भिडियो पनि आइसकेको छ, हजुरहरूले हेर्नु होला। यदि हजुरहरू माल्टा स्किल एसेसमेन्ट फेज 2 हजुरहरूले फेल हुनुभयो भने फेरि 100 युरो तिरेर हजुरहरूले फेरि डेट लिन सक्नुहुन्छ VFS ग्लोबलमा। र त्यसपछि हजुरहरूले यदि हजुर पास हुनुहुन्छ भने लगभग 1 हप्ता अथवा 2 हप्ताभित्रमा हजुरहरूले आफ्नो सर्टिफिकेट लिन सक्नुहुन्छ। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने अवश्य पनि हामीलाई सब्सक्राइब गर्नु होला। र आउने दिनहरूमा हामीले हजुरहरूलाई माल्टा सम्बन्धी, युरोप सम्बन्धी यस्तै अपडेटहरू ल्याउनेछौँ। आजको समयको लागि हस् त, धन्यवाद।